दर्शकबिन काठमाडौँ महानगरपालिकाले वीर हस्पिटल तथा ट्रमा सेन्टरको क्यान्टिनको छड्के अनुगमन गर्दाखेरि छक्कै पर्ने दृश्य देखिएको छ। यो त अपराध हो। तपाईहरुले जे गर्नु भएको छ नि, यो भुइँ हेर्नु हैन, तपाई आफ्नै घरको किचनमा यस्तो भने खानुहुन्छ, अर्कालाई खुवाउन मिल्छ त? मिल्दैन। कतै दुधमा किरा भेटिएको छ। किरा रहेछ त। यस्तो कसरी अब नखाने, अब पानी खाने, भोकै बस्ने, यस्तो दुध त नखाने। अब दुध बोलाइदियो दुध बोलाइदिन्छ है। खाना बिरामीलाई अहिले पठाउने हो, खुवाउने हो, एकचोटि त्यहाँ त्यो राइस निकाल्नु, त त्यो राइस निकाल्नु, त्यो चप गरेको भेजिटेबल निकाल्नु, त्यसरी हो स्टोरेज गर्ने। कतै क्यान्टिन एकदमै लथालिङ्ग अवस्थामा एकदमै फोहोर देखिएको छ। दर्शकबिन वीर हस्पिटलको क्यान्टिनको किचन भित्रको दृश्य हो यो। तपाईँलाई किचनको पेसेन्ट्सको फ्लो अथवा कस्टमरको फ्लो हाई छ भने किचन अलि अर्गनाइज गर्नु पर्यो। यहाँ मान्छे त बिरामी भएर निको हुनलाई आउने हो, हस्पिटलको क्यान्टिन राम्रो सफा शुद्ध पाइन्छ भनेर खाना आउने हो। दर्शकबिन तपाईँले देख्न सक्नुहुन्छ यहाँ काठमाडौँ महानगरपालिकाको खाद्य विभाग छ र त्यस पछाडि खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागको संयुक्त टोली अहिलेखेर वीर हस्पिटलमा उपस्थित छ। क्यान्टिनमा प्रयोग हुने जुन खाद्य पदार्थहरू चाहिँ कतिको स्वच्छ छन्, कतिको खान योग्य छन् भन्ने कुरा निरीक्षण गर्नको लागि काठमाडौँ महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई बोलाएर चाहिँ यहाँ सँगसँगै यो अनुगमन गरिरहेको छ। त्यो ट्रमा सेन्टरमा छ हामी देखेर। तपाईँले स्टोरेज गरेको हेर्नु, त्यहाँ डिसवासिङ एरिया हेर्नु, यो तपाईँको आफ्नै फ्यान हेर्नु होइन, अनि त्यहाँ भाडा